हम कितने बड़े हैं यार। तो राम्रो गुड फोटो खिचाउने हो। रिसोर्टमा छौँ। आज हामी घुम्न जाँदैछौँ कर्णाली चिसापानी। गाइसहरु जङ्गल गइरहेछ। यो होटलमा स्विमिङ गर्ने ठाउँ पनि छ। गाइसहरु हजुरहरु पनि आउनुलाई। यो होटल बहुत भाइरल भएको छ गाइसहरु। त्यही भएर हामी यहाँ छौँ। अच्छा हामी जाँदै गर्दैछौँ जङ्गल। गाइसहरु आज भोलि स्विमिङको गाइसहरु स्विमिङ भोलि पनि भइसकेपछि जङ्गल गाइसहरु। अब हामी पछि जान्छौँ। अब हामी धेरैचोटि बस्छौँ यहाँ। हामी हिजो आएका थियौँ बबई रिसोर्टमा। हामी धेरैचोटि यहाँ बस्छौँ गाइसहरु। अनि बिहानको सानो गइहाल्छौँ। हाई नानी अङ्कलसँग बसिछ नानी नानी सानी हाई मम्मी आउनु गद्दम छ गद्दम छ। यसको नाम के हो रे मम्मी? हेर्नु न बबई रिसोर्ट हो। गाइसहरु यहाँ बबल रिसोर्ट हो यो। त्यहाँ स्विमिङ गर्ने ठाउँ पनि छ। बच्चाको लागि पनि ठुलो मान्छेको लागि पनि गाइसहरु अस्ति मैले स्विमिङ गरेँ गाइसहरु। बहुत मजा आउने हजुरहरू पनि धेरैचोटि आउनु गाइसहरु। स्विमिङ देखाइदिनु हेर्नु गाइसहरु त्यहाँ स्विमिङ यति लामो माथि गुड के भयो गाइसहरु यहाँ जङ्गल पनि जानु दिन्छ। मम्मी म हजुरको प्लेटमा खाना खान्छु। हुन्छ हुन्छ अङ्कललाई जुस मागेको आउँछ। अब झुलामा जा आयस यहाँ बस्न आयस यसमा बस के एकछिन
बाहिर 15 फिट लाउनु आएस यता आऊ क्यास गर्दा नलागि हुन्छ नि हाई गरिदियो हाई गाइसहरु हाम्रो गाडी हुन्छ पुनः गाइसहरुले कमेन्टमा गाडी भन्नु है गाइसहरु देखाइदिन्छ त्यो सेतो कलरको गाइसहरु किल्ली 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 ओह आएस बोल्न ताना हम मस्ती करेंगे हम फोटो खींचेंगे हम मस्ती करेंगे हम फोटो खींचेंगे गाड़ी आप ही चलो लो अंकल अब सीधा सीधा हामी कहाँ जाने अब जंगलमा पार्टी गर्न अब यहाँ सीधा सीधा जाने है जंगल त जंगलमा जाने अब मस्त अब बर्दिया जाने नि राष्ट्रिय डिग्री चाहिँ के भन्छ त्यसलाई राष्ट्रिय डिग्रीमा पसिना कति धेरै आएर अगाडि देखेको छ कि बाघ छ उ त्यहाँ हेर्नु त मम्मी देखाइदिन्छ त्यहाँहरू त्यहाँ हेर्नु गएको छ त त्यहाँ बाघको ठाउँ छ यहाँ यो के खोला हो यो मगरमाछ खोला यो जू हो बाबा बाबा मैले बाघ देखेँ असली बाघको त्यहाँ उभिएछ हेर्नु भयो असली बाघ बाबा हेर्नु त देखाइरहेछन् बादल ल जाऊ तिमीहरू म भिडियो बनाउँदैछु ल जाम आउनु मम्मी
अनि दुईटा छन् एउटा त तल छ तल पनि जङ्गलमा देखिनु पुरै जाली यति धेरै लगाउनु रहेछन् है बाघ अस्ति हामीलाई त्यही भित्रकै बाघ यता कता यति मुखैले एउटा कति किलोमिटर हिँड्नै पर्छ अरे के बाघलाई हेलो गाइस हेर्नु हात्ती अब हजुर हात्ती हेर्नु गइसक्यो अब बाघ अब फेरि बाघ गइसक्यो अब हामी बाघ देख्न लाग्छौँ जाम फेरि बाघ देख्न जाम गइसक्यो अब आइरा बाघलाई हेर्न आउनु गइसक्यो तीनटा बाघ छ कर भन्ने हो कठुवा के कठुवा कतिम थाकेन बच्चा जस्तो भनिरहेको मम्मी सब आर्मीले पक्रे हुन्छ न भन्नु न अब त्यहाँ माथि के छ फेरि उता गइरहेको छ अनि कोलको दाइहरू छ भिरान कहाँ पाइन्छ त अब यहाँ के छ त ये क्रोकोडाइल है नानी सानी हेरेर यता सट्टाबार क्रोकोडाइल पनि हामी हिरण के गर्छ नि बाजा त अघि देखिन्छ
के देख्नु छ? बाँदर छ, राइनो छ, अरू के छ? के अरे तु छ र क्रोकोडाइलहरु हुन्छ। स्विमिङ मैले बिहानदेखि नखेन मम्मी, अब त्यही भएर नआउने कि स्विमिङ। कति स्विमिङ गर्छ है मम्मी? त्यही भएर नआउने कि मजाले स्विमिङ गर्छ। यही हो नि बाबा त्यहाँ बस्नु गएको क्या भित्र यति यहाँ छ यतापट्टि कता खै यता कता यस्तै भित्र गयो। जाम अब कहाँ मन्दिर त्यो अगाडि के हो यो? जङ्गली भेरिया जङ्गली मन्दिर जाने हो? के गर्ने हो? मन्दिर नजाम न। बाघको फोटो नेपालको झन्डा यहाँ बिचमा। Mama, ice cream come. ठाकुरद्वारा मन्दिरमा हामी प्रवेश गरिसकेका छौँ। अब भित्र पुग्दैछौँ। प्रसाद निस्किसक्यौँ। के छ? कहाँ छ आएस? अब हामी कता जाने कर्णाली? त्यहाँ फेरि सिधा हो त्यहाँ जाने स्विमिङ गर्ने। बाटो बन्द हो। जाने कताबाट त निस्किने अरू छ के? अनि चक्कर आउने गाडी रहेछ नि मम्मी। चक्कर आयो।
नदी अहिले हाम्रो रुकुमको पानी आइरहेछ बाबु पानी हाम्रो घरबाट बगेको पानी पनि यही आउँछ यही त उयो कर्णाल नदी मिसिने सान फेरि अब हामीलाई नै कर्णाली नदी आयो कि हाम्रो गाउँको पनि यही विशेष अरे कि त्यो पुरै बाबा एकचोटि हामी कापुङको बसेर आएको थियौँ यहाँ अनि मैले एउटा हेलिकप्टर किनेको थिएँ नि कस गाडी अगाडि निस्केको छ र बाबा यो गरेर टिकट हुन्छ जाम त्यसरी अब यो हल्लिरहेको छ नि त्यहाँ गमाउँछ क्या नि ती कर्णाली नदी अनि हाम्रो नदी डुबाइदिन्छ पानी छ फोटो खिच्नेको भिड कर्णाली नदीमा ड्रेस कता बुढा हेर्नु त कता जाने रे गाडीमा जाउँला गाडी यहाँ छ पारी साइडमा होइन झोलसँग मात्रै खानु सिस्टमबाट अटोमेटिक हुन्छ त यो हावाभित्र सुत्नलाई कन्भिन्स गरेर मलाई नभन्नु अब सिधै जाने घरबेटीले खोजिदिनु भयो भने त्यो ड्राइभमा सेभ नगरेर हो क्या अब खिच्न चाहिँ हामीले खिच्यौँ खिचेर त्यो ड्राफ्टमा छ नि ड्राफ्टबाट कुन भित्रपट्ट डिलिट भयो कि बाहिर गयो भन्ने होइन बाट पनि बाहिर गएर भित्र पनि गर्नुपर्छ नि गुगल ड्राइभमा भएको त्यहीँ राख्छन् नि ड्राइभमा सेभ नगरेसम्म त्यो त्यसमा सेभै हुँदैन खिचेर मात्रै सेभ हुँदैन नि त डाइरेक्ट मम्मी मैले बिहानदेखि नआएको छैन किन हजुरले गर्दिनु भएको थियो नि ड्राफ्ट सबै कुराले मम्मी म बिहानदेखि नआएको छैन अहिले स्विमिङ गर्छु त्यही मेरो नयाँ नै चिज मजा आउँछ नेपालको ब्रिज आयो ब्रिज आयो सिस्टम त ब्रिज आयो ब्रिज आइसक्यो मान्छे हतिया चाहिँ हलन बनाउनु भेटबार हेर्नु त अहिले झन् नगर्नु होला हेर्नु होला केही कच्चोको छुइहाल्नु न फेरि यहाँ त गाह्रो छ नि मोटरसाइकल अलिअलि अड्री हलन बजाउनु
काम घाम लानु पर्यो नानी आऊ त यता रहरमा निस्क्यो हजुरसँग आऊ मसँग आऊ त्यसरी दुईटा हिजन देखे दुईटा हिजन धुन्छु अझै धुन्छु कोही अगाडि लङ्गुज पनि हुनसक्छ रे अगाडि लङ्गु जान्छन् यो हिजनको ठाउँ सकिसकेपछि लङ्गु जान्छन् हिजन देखेपछि भन्नु है अगाडि मम्मी हिजन उठ्या छ के त्यहाँ लुकेछ मैले देखेको थिएँ अझै के कामको चिज हुन्न राम्ररी देख्नै सक्नुहुन्न के हिजन जङ्गलमा आएको छ जङ्गलमा देख्नको लागि यस्तो गरिरहेको छ मम्मी फोटो खिच्नु म देखिरहेको छु यहाँ हिजन कहाँ गयो हिजन कहाँ होला चुप अहिले हिजन भएको छ चुप हिजन भएको छ न दादा भन्देऊ चुप हिजन भएको छ न ओ आज त जङ्गलमा मजा छ नि पहिला नेपाल एकचोटि हामी जङ्गल गएको त केही भेटेन आज जङ्गल गयौँ त के भेटिरहेछन् नि जनावर भेटिरहेछन् छे नानी थोरै अब हात्ती कति बेला भेटिने होला हात्तीको ठाउँ आइसक्यो यहाँ ओइ बाबा बाबा डोजरी अत्किको भित्र मम्मी अगाडि देख्न छ नि राइनो छ त्यहाँ अगाडि हेर्नु त्यहाँ हेर्नु होइन अगाडि क्या अलि अगाडि त्यहाँ बाबुले छु भन्दा पनि सिकाइसक्नु यसलाई आज के भयो लात्ती खानु हो मेरो लात्ती यहाँ किन दुखेको अङ्कल लस्सी लस्सी नखान चारवटा लस्सी दिनु न अब हेबाट जाने हो गाडीमा खानु मिल्छ कि फोर भएपछि गाडी के हुन्छ त्यही बदिया दिनुपर्छ मम्मी आउनेर शुद्ध अब अङ्कल बदिया आउँछ गाइस हामी जङ्गलबाट आइसक्यौँ अब बदिया आउन लाग्छौँ अब एकछिनपछि म बदिया आइसकेपछि सबभन्दा पहिले स्विमिङ गर्छु गाइसहरू मेरो मम्मी स्विमिङको फोटो पनि खिचिदिन्छ गाइसहरू अहिले भिडियो चलिरहेको छ फोटो खिचिरहेको छ गाइसहरू अब स्विमिङमा चाहिँ ज्यादा लाग्दैन गाइसहरू म त रातभरि स्विमिङ गर्छु गाइसहरू बिहानदेखि दिउँसोसम्म बिहान गर्दै थिएँ अब जङ्गलमा बाघ हेर्न गएको थिएँ नि त बाघ त हेरेर आइसकेको छौँ गाइसहरू बाघले त केही गर्दैन तर पिन्जरामा बन्थ्यो गाइसहरू हामी जूमा पनि गर्थ्यौँ गाइसहरू यति टटल देखेको थियौँ क्रोकोडाइल हो धेरै थियो गाइसहरू बच्चा हो धेरै थियो हात्ती पनि देखेको थियौँ हामीले गाइसहरू 3टा हात्ती बाघ पनि 3टा देख्यौँ गाइसहरू चितुवा चाहिँ देखेनौँ गाइसहरू कति पनि हिरण पनि देखेको थियौँ अब लङ्गुर पनि देखेको थियौँ गाइसहरू जङ्गलमा यति माथि देखेको थियौँ अब एकछिन त स्किटिङ गरिहाल्छु नि
के हुन्छ त म गर्न आउँछ त्यही त स्केटिङ म गरे जाम जाम न बाबा स्केटिङ आयो चिची पापा ल्याउनु त नानीलाई मैले एउटा म पछाडि पुऱ्याउँदै ल यसो त पहिला ल पकड्दै त एकछिन लस्सी आइसकेको छ पकरमा पैसा दिनु पर्यो यस्तो हल्का हल्का बेसी पिच्ची त नपारे बजार खुलेछ के हो यो कपडा बजार यो कुन ठाउँ बढिया हाट बजार मेला ठाकुर बाबा के भन्दै थिए माछा चोक नेपालको झन्डा बहुत झन्डा झन्डा पुरी नेपाल देशको झन्डा हामी नेपालकै मान्छे हो